हेलो गाइज वेलकम ब्याक टु द न्यू भिडियो। स्वागत छ तपाईँलाई मेरो नयाँ ब्लगमा। सो आई होप तपाईँले न्यू इयरको दिन चाहिँ एकदम राम्रोसँग मनाउनु भयो होला, सेलिब्रेट गर्नुभयो होला। सो त्यसको भिडियो चाहिँ मैले हालिदिइसकेँ। सो त्यसको लागि म माफी चाहन्छु मैले, किनभने त्यो भिडियो चाहिँ मैले एकदम ढिलो अपलोड गरेर न्यू इयरको भिडियो चाहिँ एकदम ढिलो अपलोड गरेको छु, त्यसको लागि माफी चाहन्छु। तर सो केयर। सो यहाँ चाहिँ मेरो पछाडि हेर्न सक्नुहुन्छ एउटा आँपको बोट छ। सो आँपको सिजन पनि आइसक्यो। सो अब आँप पनि धेरै छिटो खान मिल्छ। म तपाईँलाई देखाइदिइरहेको छु एउटा तोडेर। यहाँ हेर्न सक्नुहुन्छ अलि ठुलो भइसकेको छ, खाने लायक भएको छैन तर ठिकठाक भइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ, ठिक छ। सो म एउटा तोडेर देखाइदिइरहेको छु। सो एउटा टिपौँ अब, ठिक छ। म यो टिप्न गइरहेको छु। सो मैले यहाँ टिपिसकेँ, हेर्नुहोस् गाइज। सो यहाँ चाहिँ आँप यत्रो भइसक्यो, करिब खाने लायक त भएको छैन तर ठिकठाक भइसकेको छ। सो यताबाट हेरौँ अब, ठिक छ। यतापट्टि चाहिँ खाँचो छैन तर यहाँ हेर्न सक्नुहुन्छ मैले एउटा तोडिसकेँ, एउटा आँप चाहिँ टिपिसकेँ, ठिक छ। सो यत्र पाकिसक्यो, आँपको सिजन पनि आइसक्यो। अब धेरै छिटो आँप पनि खान पाइन्छ, लिची पनि खान पाइन्छ। सो म चाहिँ एकदम एक्साइटेड छु आँप लिची खानको लागि। सो किनभने मलाई चाहिँ एकदम मनपर्छ आँप र लिची। सो तपाईँलाई पनि मनपर्छ होला। सो मनपर्छ भने लाइक गरिदिनुहोस्। सो यता चाहिँ यो अम्बाको बोट भयो, ठिक छ। यो अम्बाको बोट भयो। यता चाहिँ चराचुरुङ्गीहरू कराइरहेको छन् उता, ठिक छ। तपाईँलाई देखिरहेको छैन होला क्यामेरामा, तर कराइरहेको छन् चराचुरुङ्गीहरू पनि। बिहान एकदम मजा आउँछ चराचुरुङ्गीहरू पनि आवाज सुन्दाखेरि, ठिक छ। सो यता चाहिँ रुखहरू भयो। यता आउँदा चाहिँ क्या हरियाली देखिन्छ हेर्नु, यहाँ एकदम हरियाली देखिरहेको होला तपाईँलाई मेरो भिडियोको साथ। सो ठिक छ। सो आई होप तपाईँलाई भिडियो राम्रो लाग्यो होला। यदि तपाईँलाई भिडियो राम्रो लाग्यो भने प्लिज लाइक एन्ड सब्सक्राइब गरिदिनु। फेरि भेटौँला कुनै ब्लगको साथ। बाई गाइज।